राख्यो होला नि 나는 나 훨씬 많이. sao đây गर्जना हजुर के हो हाय 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 दुगुरे सुविधा काँदैन होइन उसको धेरै चाल्छ ए भैया पानी
वडा प्रहरी कार्यालय जुन ब्यारेकको ठिक अगाडिपट्टि छ त्यहाँ चाहिँ राति प्रहरीहरू थिएन त्यो ब्यारेक वडा प्रहरी कार्यालय चाहिँ बम विस्फोट गरिएको छ र तर त्यसबाट मानिसहरू क्षति पनि भएको छ सानो ठुलाको सामग्रीहरू चाहिँ जलेका छन् अहिले त्यहाँको घटनाको अवस्था कस्तो छ यहाँ निकै ठुलो सङ्ख्यामा मानिसहरू अन्य जनताहरू सबै जनताहरू एकदम खुसीका साथ हाम्रो ठाउँ भन्नुका जनताको मागै हो माग अनुसार हामी त्यहाँ गएको तर केही शान्ति विरोधी शक्तिहरू एक दुईजना त्यहाँ लागिसकेपछि अब तिनीहरूले अलिक केही अब हाम्रो विरुद्धका गतिविधिहरू सञ्चालन गरे र गरिसकेपछि अब हामीले उनको जग्गा पनि दुईजनाको जग्गा अलिक बिच हाम्रो त्यो हार्बरिङ भन्न भित्र पर्ने भएको हुँदाखेरि हामीले त्यो ठाउँमा चेन्ज गरिदिएका छौँ अर्को ठाउँमा हामी सारिसकेका छौँ र त्यसपछि अब जनताहरू धेरै प्रस्तावमा पनि सबै त्यो दुईजना फटाएको लाग्दा आफू जनमन्त्रीसँग अर्को ठाउँमा गयो भने धेरै दुःख व्यक्त गरेका छन् र जनता धेरै दुःखी छन्। यो अहिले जनमुक्ति सेना एक ठाउँमा केन्द्रित गर्दाखेरि जुन एक ठाउँमा तपाईँहरूले केन्द्रित गरिराख्नु भएको छ यहाँ अहिले अब भनौँ विभिन्न किसिमका समस्याहरू पनि होला जस्तै आर्थिक समस्या भयो जनमुक्ति सेनाको खर्च भरण पोषणका कुराहरू यहाँ चलिराखेका छन् यो आर्थिक समस्यालाई कसरी समाधान गरिराख्नु भएको छ अर्थात् के छ यो विषय के भइराखेको छ आर्थिक अहिले अब
त्यसपछि